बाजुरा हुम्ला सीमा विवाद समाधान गर्न सरकार सक्रिय। सुशील डंगोलको संयोजकतामा उच्च स्तरीय समिति गठन। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिरीक्षक सुशील डंगोलको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राहुलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। गठित समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। नापी विभागका निर्देशकहरूलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ। बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफले, सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिरीक्षक प्रकाश जोशी लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा बाजुरा हुम्ला सीमा विषयमा सघन छलफलपछि प्राविधिक अध्ययनतर्फ दीर्घकालीन समाधान खोज्ने निष्कर्ष निकालिएको बताइएको छ।